कसैले तपाईलाई आफ्नो मान्छ भने तपाईले आफ्ना भन्दा माथि उसलाई राख्न सक्नुपर्छ। हेलो नमस्कार अनि स्वागत छ यो छोटो मिठो भिडियोमा। म चाहिँ इटरीबाट बस चढेर विराटनगर आइपुगेँ किनकि आज मेरो प्यारीको बर्थडे हो। बिना योजना म त्यहाँ बर्थडेमा पुग्दा मेरो साथी चाहिँ एकदमै खुसी भएकी थिए। अनि केही बेर चाहिँ हामी यस्तो मजाले गफ गऱ्यौँ, यति खुसी भयौँ। अनि मैले प्लानै नगरिकन गिफ्ट हतार किनेर लगेको थिएँ। अनि देन दे भनेको म चाहिँ यतिखेर कहाँ दिन्छु तँलाई भन्दै भनेको। अनि उसले चाहिँ मलाई त दिन ल्याएको नि भन्दै खोज्दै थिएँ। म चाहिँ यतिखेर दिन्न भनिरहेको थिएँ। कस्तो रमाइलो भएको थियो क्या एकछिन भए पनि। म्यामहरूले भाइले सबै डेकोरेसनदेखि लिएर सबै बर्थडेको लागि तयारी गरिसक्नु भएको थियो। अनि ऊ चाहिँ मक्क परिरहेको थियो कि आज सेलिब्रेटी जस्तै भएको चाहिँ। केक ल्याएर अगाडि राख्यौँ अनि आँखा चिम्लिन लगाएर एकछिनमा हेर है भन्यौँ। केक देखेपछि कम्ता मक्क परेँ कि होइन यो चाहिँ सब म्यामहरूले गर्नुभएको। मलाई चाहिँ केही थाहा थिएन। म चाहिँ ठ्याक्क केक काट्न मलाई पर्खिरहेको थियो र ठ्याक्क केक काट्न मात्र पुगेको। सब डेकोरेसनदेखि लिएर सब प्लानिङ सब म्यामहरूले गर्नुभएको थियो र म्यामहरूलाई पनि धेरै धेरै धन्यवाद यति राम्रो प्लानिङको लागि। अनि त्यसपछि बर्थडे गर्लले यसरी क्यान्डल बालेपछि सबैले विश गर्यौँ। त्यसपछि उसले विश मागी के मागेको नि हामीले हाँस उठाएर माग्नै दिएनौँ। त्यसपछि सबैले गिफ्ट दिँदै केक खायौँ खुवायौँ। अब भने सबैजनाले दिनुभएको गिफ्ट हेर्नतर्फ लाग्यौँ। त्यसपछि केही बेर हामीले फोटो खिच्यौँ अनि सबै काम सकेर हामी चाहिँ इटरीतर्फ लाग्यौँ। फेरि पनि मेरो प्यारीलाई जन्मदिनको धेरै धेरै शुभकामना। हस् त धन्यवाद। बाई बाई।